यो पिरियड भएको बेलामा के मलाई मात्र हो कि सबैलाई हुन्छ लेडिजहरूलाई हेरेर मेरो आँखा नि कस्तो भइरहेछ पुरा रोइ 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 बसेको जस्तो कति बेसरी रोएर बसेको जस्तो देखिरहेछ कि फेसै हेर्नु न पुरा उत्रिसकेको छ कि बिरामी जस्तो एक पाइला नि यहाँदेखि उता सर्नै मन छैन मलाई सुतिराख्न मन छ खोइ जानै मन छैन तर के गर्नु जानु पर्छ हे भगवान यो महिनामा 4 दिन 5 दिन किन तिमीले यस्तो गराइदियो हामी केटी मान्छेलाई मलाई पार्लर जानै मन छैन तर के गर्नु जानु पर्दैन फेस पुरा यति धेरै दिन बिरामी भएर बेडबाट उठेको जस्तो तुरिरहेछ मलाई कस्तो नजानु त यत्रो दिन ग्याप भइसक्यो है जानु त मलाई यस्तो झ्याउ लागेको छ अब के भन्नु कुरा गरे पुरैको दुःख छ यस्तो झ्याउ लाग्दैछ कि अब के भन्नु एकैछिनमा मुड स्विङ हुन्छ कि एकैछिनमा खान मन लाग्छ कतिखेर यस्तो रुन मन लाग्छ कतिखेर हाँस्न मन लाग्छ कतिखेर पेट दुख्छ कतिखेर खुट्टा दुख्छ कपडा लगाउँदा नि कति अनकम्फर्टेबल हुन्छ कि यो मिन्स भएको बेला त कपडै लगाउनु कति अनकम्फर्टेबल तर साँच्ची भन्नुपर्दा है यो मिन्स भएको बेला त बिरामी जस्तै फिल हुन्छ क्या बिरामी नै हो जस्तो फिल हुन्छ क्या बिहान त मलाई उठ्नै मन नलागेर बल्ल बल्ल उठेर खानासाना बनाएर खा कसैले श्राप दिएको हो क्या है महिलाहरूलाई केटी मान्छेहरूलाई त कसैले श्राप भगवान्ले श्राप दियो भने श्राप तिमी अरू दिन शान्तलाई अरू दिन अरूलाई दुःख दिए पनि महिनाको 4 दिन चाहिँ तिमीलाई म दुःख दिन्छु भन्नुभयो क्या भगवान्ले हैन केटी मान्छेहरू तिमीलाई रोख तिमीहरू अरूलाई दुःख दिन्छौ नि बोलेर धेरै बुढोलाई दुःख दिन्छौ तिमीहरूलाई त म चढ्दै सायद कोही बुढाले कोही बुढीलाई श्राप दियो तिमी केटी मान्छेहरू बुढालाई रहन खान दिँदैनौ तिमीलाई 4 दिन त यस्तो मिलोस् महिनाको 4-5 दिन यस्तो होस् कि भनेर बिचारा फ्रस्ट्रेसन भएर श्राप दिएको थियो क्या हो के गर्नु लास्टै भयो भने गाह्रो भयो दाजु गाह्रो भयो कसले श्राप दिनुभएको दिनु पर्यो रिटर्न गर्नु पर्यो रिटर्न दाजु रिटर्न